यो गाउँको सेरोफेरो, यो गाउँलेको सेरोफेरो। जेरी, ओ जेरी सुन न। के भयो? डन्ठे भूत भएको छैन, डन्ठे मरेको छैन। तिमीहरू सबैजना भूत भनेर भागिस्। सुन, मलाई कहाँ लिएर गएको? मलाई फकाइ फुस्लाई गरेर खाउँला कि भनेर बुद्धि लाग्यो होला होइन। डन्ठेलाई पुलिसले पक्रेर लग्यो, लाठीलाई किडन्याप गर्यो भनेर। तर डन्ठेले लाठीलाई किडन्याप गरेको होइन, खासमा डन्ठेले लाठीलाई बचाएको। त्यो लाठीले सुसाइड गर्न आँटेको थियो। हिँड्न जेरी, खडक सिंहले लाठीलाई पनि पक्रेर लिएर गएको छ। तिनीहरू दुईजनालाई जसरी पनि बचाउनुपर्छ। हिँड्न जेरी। एकछिन पर्ख जेबी, म लिलाई कल आन्छु। हेलो लिब्रो, तिम्रो अब किक प्रदर्शन गर्नु पर्यो। अब हुन्छ यो मोटेको। हिँड जेबी, तिमी लिले आउँदैछ, लि आउँदैछ। खडक सिंह, हे हे खडक सिंह, खाने भाई, खडक सिंह औषध पुगेको छैन भाइ। वन किट्टा किन गर्छ नि? वन किट्टा किन गर्छ? हैं? वन वन हैं? किट्टा खान्छस् हो? हैं? पानी छन्दी, पानी छन्केर बौराएर खाने। बस वन वन किट्टा किन हानिस्? वन वन किट्टा किन हानिस्? हैं? वन हैं? चल चल। हेलो, यहाँ डन्ठेले लाठीलाई किडन्याप हानेको रहेछ। मैले समातेर लिएर थानामा आएको छ। तपाईँ झट्टै थानामा आउनु पर्यो। किडन्याप किन हानिस्? किन किडन्याप हानिस्? किन किडन्याप हानिस्? हजुरको छोरी किडन्याप गरेर लाँदै थियो, हामीले समातेर ल्याएको। धन्यवाद भन्नु पर्दैन, म आफ्नै मान्छे हो। हजुर ए होइन होइन, यो त हाम्रो कर्तव्य हो भनेको। अब त हुन्छ त यो थाना साना तोडफोड। लेट्स गो। चुप लाग जय तिमी, कुरा नबुझी हावा कुरा गर्छौ। यो डन्ठेलले मेरो छोरी किडन्याप गरेर लाँदैछ। धन्न के सरले देख्नुपर्छ, समातेर राख्नुपर्छ। होइन, कस्तो कुरा नबुझेको। यो डन्ठेल त बचाएको पो त लाठीलाई। मैले कुरा बुझिसके जेबी, आई नो एभ्रिथिङ। तिमी गोर्खाली भएर यो बिहारीलाई सपोर्ट गर्ने, त्यो पनि यस्तो घिनलाग्दो काममा। यो बिहारीलाई त गाउँबाट निकाल्नु पर्छ। ठिक कुरा गरे जय तिमीले। मैले पनि कुरा नबुझिकन तिमीहरूलाई नराम्रो भने होइन। कस्तो कुरा नबुझी एकरो लागेको तपाईँहरू। म भन्दैछु त डन्ठे निर्दोष छ भनेर। निर्दोष छ डन्ठे। निर्दोष त थाहा भयो जेबी। अब हुन्छ यो डन्ठेको। लिड एक्सन।
दिदी भाइ तेरो चाइनिज किक नदेखा त हामी गोर्खा जातिको किक देखिस् भने ढल्छस् चाइनिज र गोर्खामा कुन चाहिँ ओरिजिनल हुन्छ थाहा छ होला नि म भन्दैछु त डन्ठे निर्दोष छ भनेर मैले यसलाई प्रमाण सहित पक्रेर ल्याएको छु तेरोमा केही प्रमाण छ यो निर्दोष छ भनेर तेरोमा केही छ गवाई म छु गवाई तेरो आँखाले देखेको डन्ठे भैया निर्दोष हुनुहुन्छ लाठी ताकी भिरबाट मर्नु आउँदाखेरि डन्ठे भैयाले बचाएर लिएर आउनु भएको म पनि पहिला कित्ते भुल्नु आउँदाखेरि डन्ठे भैयाले बचाउनु भएको डन्ठे भैया बिहारी भए पनि हामी नेपालीको भन्दा राम्रो मन छ के भन्छ मैले अघिदेखि भन्दैछु त डन्ठे निर्दोष छ भनेर डन्ठे एकदम राम्रो मान्छे हो जात बिहारी भयो भन्दैमा नराम्रो नजरले हेर्नु हुँदैन मैले कुरा बुझे तिमी नसुर्ताउ कुरा बुझे मैले गवाई केटाकेटी छ केटाकेटीले भनेको कुरा साँचो हुन्छ यो कानुनमा पनि छ अहिले तपाईहरु सबैजना घर जानुहोस् भने अहिले त डन्ठेलाई तेरो सर्ट तिम्रो कि कहिलेलाई पेन्डिङमा छ कोकोलाई बादमा देखाउनु पर्छ लाठी लेट्स गो धने मेरो लाठीलाई त जेरीले लिएर गयो त के अर्काको बुढीमाथि आँखा गाडिरहनुहुन्छ हौ सर छोडिदिनुहोस् सब कुछ छोड़ दिन्छ मैं अब ये सब छोडेर मैं बिजनेस सुरु गर्छु दाजु यो सब त ठिकै छ कि डन्ठे एकछिन चुप लाग्ला मेरो फोन आउँदैछ हेलो बेबी साला के गर्दै बिहारी भनेर हेपेछ साला मुझे म्याप देखाउँछ हे दाजु सुनाना हे दिदी सुनाना कहीं मिलाप छ कहीं अनुमेल छ कहिले खुट्टा तान तान घरि मुक्का हान हान वल्लो घर पल्लो घर घुमी घुमी फन फन वल्लो घर पल्लो घर घुमी घुमी फन फन पसिनाको भरमा घरबाट चलेको छ मधिभ्रष्ट एउटाको सबलाई पीडाको छ जसले नाच्न जान्दैन उसलाई आँगन टेढो भयो यो गाउँको सेरोफेरो यो गाउँलेको सेरोफेरो